म चाहिँ अहिले लमजुङ आइपुगिसकेको छु। आगो बाल्नु मुढाको कुरा सुन्नु बुढाको भन्थ्यो भन्छ, त्यहाँबाट थाहा भयो बुढाहरू त्यति विश्वास गर्नुहुन्न भनेर। के हो यार, यसो स्टार्ट गरौँ भनेको यार, यो त यिनीहरू त भुक्या गर्नु यार, भुकेको कि बासे गयो। चुप चुप, लास्टै खोरभित्र बस्यो भुक्या। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। होप यु गाइज सबैजना सन्चै हुन्छ होला, र म पनि एकदम सन्चै आराम छु। साथसाथै यो पनि के छ, तेरो कस्तो छ? ल ठिक छ। अनि अहिले चाहिँ ठ्याक्क 12 बजिरहेको छ होइन। म चाहिँ जान भनेर लमजुङतिर जान भने निस्केर आइसकेँ। हथेस के छ त अनि, अब जान लाग्यो। अनि के छ, दुःख मन केही छ र? तेरो घर काँक्रो चोर्यो, केही छ तेरो दुःख मन? त यस्तो रुन्छ म नजाने। के हो त यार, अझै खाना खानु भयो? लमजुङ जानु लाग्यो, लमजुङ। अनि कहिले जानु त पोखरा? जान्छु त एकदिन। अझ लमजुङ लमजुङ अनि कहिले जाने? म जान्छु एक दुई दिनमा हो। अनि उता प्रोसेस के भइरहेको? ठिक छ। भाइ पनि सिङ्गल छ। अनि यसो कोही छ भने सिङ्गल, यसो कमेन्टमा सम्पर्क राख्नु, म के गर्नुपर्ने म गरिहाल्छु। फेरि तेरो केटीले देखेर मेरो त्यो म नि अब एकछिनमा निस्किनु लाग्यो, निस्किसक्यो, घरबाट चाहिँ निस्किसक्यो। अनि यसलाई यसो एकचोटि भेटौँ न त, फेरि बिचरा काँक्रो चोरेको, फेरि काँक्रो चोरेर जाँदाखेरि एकचोटि सम्झेन भन्छ भनेर यसो भेट्न आएको। के दुःख मन केही छैन नि तेरो? अनि अहिले चाहिँ मौसम यस्तो क्लियर भइरहेको होइन। हिजो राति पानी पऱ्यो, एकछिन पानी पऱ्यो। जे होस् मौसम चाहिँ दामी छ। जे होस् अब गाउँतिरको मौसम यति दामी हुन्छ नि, अब के भनौँ, यो हावा पानी नै बबाल हुन्छ क्या। तेरो गुनासो केही छ ममा? गुनासो त यस्तो हुँदै अब होइन, जानु अब के गर्नु त नि, अब छोडे जाउँ न मलाई। अब एकचोटि जन्मेपछि एकचोटि मान्छे मर्नै पर्छ भन्ने जस्तो। अब कहाँ अब जिन्दगी खेल कहाँ पुर्याउँछ पुग्ने हो होइन। ऊ त सेन्टी भइस, यस्तो सेन्टी नभनिहाल्छ। लास्ट हग्नु राम्रोसँग गरोस्, राम्रोसँग लमजुङ जा पनि भनेनस्। र त्यही हो, अब म चाहिँ यता रिसिङतिरबाट जान्छु। रिसिङबाट एकैचोटि डङ्गोली निस्कन गरेर, किनभने उता एकजना साथी छ। अब एकैचोटि रिसिङ नै गएर भेट्छ है त। ल अहिले चाहिँ यहाँ रिसिङ आइपुग्यो। यहाँ त साथी पनि भेटिसक्यो। के छ? ठिक छ, फाइनली भेटियो। वेलकम टु माई भ्लग। वेलकम टु माई भ्लग। अनि यसलाई भेटेर एक ठाउँमा गएर बसौँ भने न के छ कि यस्तो जङ्गलको बिचमा ल्याएर रोकिदिइहाल्यो केटोले। के खेत छ, गोरु छ तलतिर। अनि अरू के छ, जङ्गलको बिचमा न के देख्न के यस्तै अरे त। खै मेरो इलाका होइन। अनि तिमी कहिले जाने? भोलि जान्छु होला। भोलि जाने हो? ठिक छ, बसाइ अब रमाइलो भयो। बहुत बिचमा अलिकति नरमाइलो भयो। खुट्टा पनि मर्कियो। तिमी त रमाइलो गरेर मर्क्या हो नि, हामी त रमाइलो गर्न पाइएन। लड्नु त लड्नु मास्तिर लड्नु पर्ने कहाँ ठ्याक्कै जहाँ चुड्का नचाहे त्यसको अलिकति माथि गएर लडेछ कि। आफू त छुट्का नजानु त पाइएन यसपालि। छुट्का नजानु बहुत धोका चाहिँ थियो क्या, बहुत मन लागिरहेको थियो। त्यस्तै भयो, अब के भनौँ। अनि
छुट्का भ्लग हाल्न पाएको भए चाहिँ अलि हाल्ने सोच नै गर्थेँ मैले, खास सोच त त्यही थियो, चुट्काको यसो भ्लग बनाऊँ भन्ने सोच थियो। अब त्यस्तै भइहाल्यो, केही छैन। नेक्स्ट इयर्स अब नेक्स्ट इयर अब के हुन्छ है। अनि त्यही हो, अहिले चाहिँ अब रिसिङ यो ठ्याक्क यो गाउँको मुनि जङ्गलतिर आइपुगेको छु। बाटो चाहिँ यस्तो अफरोड छ होइन। अब यहाँबाट लाग्छ अझै दमली पुग्नलाई 1 घन्टा 1 घन्टा त लाग्छ नै, किनभने अब अफरोड छ, उकालो ओह्रालो। पुग्थ्यो होला स्कुटरमा अलिक हुन्छ यसको, फेरि कहिले एउटा नि हुन्न, कहिले सिङ्गल आउनु पर्यो, गाह्रो छ। अकस्मात आइपुग्यो फेरि यता, अब सँगै जान पाएँ नि उताबाट जाने नै फुत्तर है भाइ कुदानी भेट्दै। अनि म त अघि त्यहाँ एक्लै आनन्दै आयो है। अनि पछि ऊ त्यहाँ आइपुगेर यसो पछाडि हेरेको त कोही छैन, चाहिँ आयो जस्तो माने थियो जस्तो लाग्यो। एक्लै फेरि जङ्गलमा बाघसाग आएर फेरि लैदियो भने त ज्या हुन्छ नि त। फेरि अब के सपना देखिरहेको छु, अनि लैदियो भने त गाह्रो हुन्छ। त्यही हो, अब एकछिनमा हिँड्छ हामी। दमली लगभग 1 घन्टा पुगिहाल्छ। त्यही हो, म चाहिँ अहिले आइपुगेँ ठ्याक्कै त्यो काउँ डाँडा भन्ने ठाउँमा होइन, रिसिङ गाउँ। तर यता यस्तो छ गाउँ होइन, यो चाहिँ काउँ डाँडा। यो ठ्याक्क यो पनि टोलको, हरेक गाउँमा त टोल हुन्छ नि त, टोलको नामहरू अब के हो यो ठ्याक्क मलाई थाहा भएन, साथीलाई थाहा होला यसलाई। हामी चाहिँ अहिले सर्टकटबाट आएको, सोल्टी आइपुग्यो। बाटो यस्तो अफरोड छ फेरि के भन्नु है। अब लगभग अलि कमै छ होला अफरोड। बाटो पनि अफरोड भयो नि यार, सलल्ल भयो पो, खतरा। यो कुन ठाउँ हो? यो त्यो गाउँ हो, त्यो 4 घरे हो। ए रिसिङ गाउँ 4 घरे। अनि यता चाहिँ मौसम कस्तो क्लियर यता चाहिँ यस्तो छ, यता चाहिँ यस्तो छ। अब मकै मजाले के अरे के भइरहेछ, राम्रो देखिरहेछ। खतरा पहिले छरेको रहेछ मकै। यतातिर चाहिँ होइन, हाम्रोतिर फेरि घोगा हालिसक्यो। चमरा निस्किन्ला भनेको हाम्रोतिर घोगा हालिसक्यो क्या। हाम्रो त्यत्रो दुधै खानु हुन्छ अब भर्खर जोते ठिक छ। ओहो त्यो चुली डाँडा डेन्जर अग्लो हो तर। अनि यता देख्न सक्नुहुन्छ, ओहो हावा यस्तो सिरिर आएको हो, आमा त्यो टुप्पोमै। तिमीहरू त कतिजना गएको थियो होइन चुली डाँडामा? तर त्यो डाँडामा पुगेपछि त्यहाँदेखि भित्र नि आफ्नो मुनि उठ्ने हो र? झाडो त लास्ट झाडो त्यति अग्लो है। 4 घन्टा हिँडेको बाइक राखेर, ठाडै उकालो रोडबाट 4 घन्टा लाग्छ। तर बाटोतिर अलिक खेकेर बाइकहरू चाहिँ कहाँ राखेँ त? पहिला चाहिँ अलिक माथि जान्थ्यो अरे, हामी जाने बेला चाहिँ बाटो पहिरो गएर तल त्यो के पोखरी भन्छ नि त्यही छोडेर ए त्यो मासतिरै, त्यो पसलतिरै तर एकचोटि जानुपर्ने हो त्यो ठाउँमा। त्यहाँ विशेष के हो त्यहाँ? विशेष चाहिँ के हो त्यहाँ खास? टावर छ, त्यो टावर चढ्यो भने त सातो जान्छ। अनि जमानाको मान्छेहरू के भन्छ, त्यहाँ त हेलिकप्टर ल्यान्ड गर्छ अरे, अनि फुटबल खेल्ने ग्राउन्ड छ अरे भनेर गएको होइन। माथि गएको केही नसमाथि बस्यो भने त लड्छ जस्तो लाग्यो, केही छैन टुप्पोमा। तलतिर हेऱ्यो भन्छ झुक्यायो बुढाहरूले। झुक्यायो नि, त्यही भएर मैले सबै कुरा बुढाहरूले भनेको सबै कुरा नपत्ता कारण पनि छ कि भन्थ्यो के अरे आगो बाल्नु मुढाको कुरा सुन्नु बुढाको भन्थ्यो। भन्छ त्यहाँबाट थाहा भयो बुढाहरू त्यति विश्वास गर्नुहुन्न भनेर। बुढाहरू नि कखाडी हुन्छ। ठिक छ, अब फुटबल ग्राउन्ड छ भनिदिने हो त जे भयो नि। चुली डाँडामा फुटबल ग्राउन्ड छ भन्थ्यो। लास्टमा त यत्रो छ कि ठाउँ ठ्याक्कै यत्रै होला। एउटा भ्यू टावर छ भनेपछि कति होला त्यहाँ ठाउँ बस्ने। ठिक छ, अब कुनै दिन गइयो भने देखाम लागेर, अब गइएन भने त्यही हो। हिमालहरू अनि उता चिकन चाहिँ खतरा देखिन्छ। ए सिन तलतिर भ्यूहरू
यता पनि भ्यू हेर्नु अब त्यताको भ्यू कति कुरा हान्ने अब गएकै छैन के हान्दै सारा यस्तो दामी सिन देखियो यता ओहो कुन ठाउँ हो त्यो त ठ्याक्कै थाहा भएन होइन हो त्यो देखिएको गाउँ चाहिँ सेताङ भन्छ है ओहो सिन चाहिँ बबाल देखेछ है त बाटो त यस्तै हो अब गैराखुदी होइन यो ठाउँको नाम त्यो गाउँ चाहिँ दामी हो तर यार एकै ठाउँमा यहाँ चाहिँ चुट्का चाहिँ बबाल नचाउँछ कि है यहाँ त टन्नै होइन चुट्का नाच्नु केटीहरूले अस्ति मैले हेरेको थिएँ कि यहाँको त्यो भुवन सिंह थापा त्यो भ्लगरले हालेको थियो यहाँको उनीहरू आएछ कि आनन्द शीतल हो अझै गइराख्दै आइपुगेछु अब लगभग धेरै छैन होला अब दमली अब 20-25 मिनटमा टेकिन्छ होला लगभग देखिसकेको छु यहाँबाट बाटो यस्तो छ कि भन्नु गाह्रो छ अहिले चाहिँ हामी यहाँ दमौली खुँदी भन्ने ठाउँमा आइपुग्यो होइन यहाँ आइसकेपछि त अब यस्तो भ्यू त नदेखाए त जान मनै लाग्दैन फेरि यो चाहिँ मानुङ डाँडा भइहाल्यो होइन यो मानुङ डाँडाबाट तल देखिने आमा दमौली बजार यो के कन्स्ट्रक्सन चलिरहेको ओहो हेलो भन्दै हेलो किन देखेको छैन यार पुरै घाम टल्किछ यार छोडिदियो यार अनि यो त झापुटारै भइहाल्यो यो जिसिङ गाउँपालिका पऱ्यो यहाँबाट खस्यो भने त सिधै तल पुगिन्छ होला कस्तो दामी देखेको हौ मानुङ डाँडा पुरै हरियालीले पुरै ढाकिरहेको होइन अहिले त अब सिजन छैन मानुङ डाँडाको अब पछि जाडोमा चाहिँ खतरा भ्यू देखिन्छ नि त यहाँ बादलको अनि यता चाहिँ यो चाहिँ अस्ति नै पहिला नि देखाइसकेको छु ल ठिक छ अब दमौली आइपुगिसक्यो भन्नुभयो अब घुम्ती चाहिँ छ अब लगभग तलै छ के अरे अब हेरौँ कतिखेर पुग्छ दमौली बजार तर ठुलो त पहिलाभन्दा धेरै ठुलो बन्यो है दमौली बजार पहिलाभन्दा धेरै ठुलो बन्यो नि है जाउँ है अब बिस्तारै जाने अब ओह्रालै सर खै यहाँ के बनाएको नि यो पानी छेकेर पानी त्यो सुरुङ बनाएर काटेको हो र कसो यहाँ केही उस बनाउनु प्रोजेक्ट के होला यो त्यहाँ झन् कस्तो दामी बनायो काटेर है तिमीलाई त्यस्तो माया लाग्छ मेरो ए त्यस्तो है तर त्योमा त्यहाँ बनाएको के हो त्यो च्यापै समात्यो त्यो त्यो चाहिँ खतरा बनायो त्यो त्यहाँ त पुरै माथि नै लगेर झर्दै आयो होला नि है कसो चढ्दै चाहिँ गयो अन्त माथि बनाउँदै पछि खतरा रिस्क छ है त्यहाँ काम गर्नु त ओ माई गड हेलो एभ्रिवान दिस इज द नेक्स्ट डे है अब हिजो चाहिँ म दमौलीदेखि अब साथीसँग अब एकछिन भेटघाट भयो अब भेटघाट भन्दा पनि जो सँगै आएर दमौली आएर साथी चाहिँ अब दमौली नै बस्यो त्यसपछि म चाहिँ तुफान त्यहाँ दमौलीबाट त्यही 4-5 बजीतिर हिँडेको अलि ढिलै भयो अब भ्लग कन्टिन्यू गर्नै पाएन अनि बिहानै नुहाइधुवाइ गरेर अहिले चाहिँ खाना खाएर मस्त बसिरहेको छु म चाहिँ अहिले लमजुङ आइपुगिसकेको छु अनि यता चाहिँ बिहानै पानी पऱ्यो त्यहाँ अहिले चाहिँ बर्खाको समय चाहिँ यति पानी पर्छ यहाँ कुन बेला कति बेला पानी पर्छ भन्ने कुरो थाहा नै हुँदैन क्या अब एकछिन घाम लाग्छ होइन त्यसपछि ठ्याक्क पानी कतिखेर पर्छ थाहा नै नहुने कि सिम पानी झर्छ त्यसपछि यस्तो ठुलो पानी पर्छ अनि यता त्यो सब मेरो पछाडिको लमजुङ आएपछि चाहिँ मेरो यो सबै लुगा सुगा रहेछ जस केही छैन लमजुङ आएपछि चाहिँ यहाँ आएर मेरो फर्स्ट भ्लग भनौँ न लमजुङको
जे होस् अब आइपुगेँ अनि मौसम चाहिँ क्लियर देखिरहेको छ क्या अहिले जस आइपुग्नु त मजाले आइपुगेँ हिजो अब बेलुका लगभग अलिअलि पानीले भेट्ला जस्तो भइरहेको थियो पानी चाहिँ भेटेन हल्का हल्का सिमसिम आएको थियो आउनु त अनि यो चाहिँ बिच सहर हो अहिले चाहिँ म ठ्याक्कै बिच सहरमा छु बिच सहरमा अब हेरौँ अब कस्तो हुन्छ बसाइ भन्ने कुरो अब योभन्दा अगाडि एक डेढ महिना बसेर पनि गइसकेको छु अब भ्लग चाहिँ मैले बनाएको चाहिँ थिएन अब केही छैन अब भ्लगहरू आउँछ भनौँ बिस्तारै अनि त्यही हो मेरो चाहिँ पहिलाको च्यानल अलि त्यो जिमेल हल्का नमिलेर के भयो त्यो होइन मैले फेरि अर्को मिस्टर रियान्टी भ्लग्स भन्ने चाहिँ च्यानल खोलेछु त्यसलाई चाहिँ माया गरिदिनु होला सपोर्ट गरिदिनु होला है तपाईँहरूकै आश छ भनौँ अनि हराभरा यस्तो दामी देखिरहेको छ सिन त्यो अब भिडियोलाई यदि अन्त्य गर्न चाहन्छु माया गरिदिनु होला सपोर्ट गरिदिनु होला भन्दै भिडियो चाहिँ यति व्यवस्था गर्छु बाई